हरि ओम तत्सत। भगवद्गीता अध्याय 1 श्लोक 3 श्लोक इस प्रकार रहेको छ। पश्यैतां पाण्डुपुत्राणाम् आचार्य महतीं च मों व्यूढां द्रुपदपुत्रेण तव शिष्येण धीमता। हे गुरु, हजुरको बुद्धिमान शिष्य द्रुपदका छोराद्वारा व्यूह रचित पाण्डुका छोराहरूको महान सेना यो हेर्नुहोस्। शारीरिक अवधारणामा हरेक मानिसलाई फरक फरक व्यक्तित्वका रूपमा म, यो, त्यो भन्ने भावमा म मेरो, यो यिनीहरूको, त्यो तिनीहरूको भन्ने हुन्छ। यसरी मानिसले पक्ष विपक्षको स्वभाव दर्शाउने गर्छ। जब पक्ष विपक्षको अवस्था रहेको हुन्छ त्यति बेला मानिसले आफूसँग सम्बन्धित अवस्थाका रूपमा विपक्षीको अवस्थालाई लिएर अपेक्षा गरेको हुन्छ, जुन अपेक्षा आफ्नै हितमा रहेको हुन्छ। तर वर्तमान अवस्थामा अथवा यथार्थमा विपक्षीको अवस्था अपेक्षा गरे भन्दा भिन्न हुँदा अथवा अपेक्षा गरे भन्दा राम्रो हुँदा चुनौतीपूर्ण परिस्थिति सामना गर्नुपर्ने हुन सक्छ, समस्या उत्पन्न भएको हुन सक्छ, आफ्ना लागि हितकारी नभएको हुन सक्छ। एकातिर इच्छाबाट प्रेरित भएर अपेक्षा गरिएको हुन्छ, तर विपक्षीको अवस्था अपेक्षा गरे भन्दा राम्रो हुँदा शारीरिक अवधारणामा मानिसलाई डर, ईर्ष्या, आश्चर्य हुन्छ। त्यही भएर व्यङ्ग्यात्मक रूपमा हजुरका कारणले यस्तो भयो भनेर भन्ने गरिन्छ। चुनौतीपूर्ण परिस्थितिका बेला, समस्या उत्पन्न भएका बेला आफ्नो पनि दोष हुन सक्छ भन्ने कुरा व्यवस्था गरेर व्यङ्ग्यात्मक रूपमा अरूलाई भन्नु भनेको समय परिस्थिति अनुसार हेरफेर गरेर अरूमाथि हावी हुने प्रयास हो, जुन स्वभाव कठिन परिस्थितिमा कमजोर मानसिकताका कारण देखा पर्छ। धन्यवाद। राधे राधे।